Namaste parents, this is Dr. Deepa, your pediatrician. Today let's talk about some baby products that I never recommend to any of the babies. फर्स्ट बेबी पाउडरमा चाहिँ सानो सानो पार्टिकलहरू हुन्छ जुन बच्चाको लङ्समा गयो भने इट क्यान कज अ मेजर ड्यामेज. सेकेन्ड इज गाजल. बच्चाहरूलाई हामीले यो गाजर लगाउने हुन्छ नि, त्यसले गाजरले चाहिँ बच्चाको आँखा ठुल्ठुलो हुँदैन. इनफ्याक्ट इट विल कज हार्मफुल इफेक्ट्स. त्यसमा भएको लिडले गर्दाखेरि चाहिँ आई टक्सिसिटीहरू हुने डर हुन्छ. थर्ड वान इज मिटेन्स. यो पन्जाहरू हुन्छ नि, बच्चाहरूलाई हामीले सानो सानो पन्जाहरू लगाइदिने गर्छौँ. यसले चाहिँ हामीले के प्रिभेन्ट गरिरहेको हुन्छ भन्दाखेरि बच्चाको ह्यान्ड टु माउथ सुदिङ इफेक्ट, सेन्सरी एक्सप्लोरेसन हुनबाट चाहिँ हामीले बचाइरहेको हुन्छौँ. इनफ्याक्ट उनीहरूको डेभलपमेन्टमा चाहिँ उल्टो हामीहरूले चाहिँ डेभलपमेन्ट हुनबाट चाहिँ कमी गराइरहेको हुन्छौँ. अर्को क्राइप वाटरले चाहिँ यो पेट दुख्दाखेरि कोलिकको लागि काम गर्छ भनेर अहिलेसम्म कुनै पनि मेडिकली प्रुभन डकुमेन्ट छैन. त्यसमा हुने चाहिँ कहिले कहिले यो हार्मफुल हर्बहरू हुनसक्छ, सुगरहरू हुनसक्छ, विच इज नट गुड फर यु बेबिज. अर्को फ्रुट निब्लर्स. बच्चाहरूलाई हामीले यो निब्लर दिएर जुन फ्रुट जुसहरू चुस्न लगाउँछौँ नि, यसले पनि त हामीले बेबीको डेभलपमेन्ट हुनबाट चाहिँ रोक लगाइरहेको हुन्छौँ. त्यसबाट सकिङ रिफ्लेक्स राम्रो हुन्छ तर च्युइङ रिफ्लेक्स हुँदैन. अनि हामीले त आफ्नो बेबीहरूलाई त च्युइङ, खाना चपाउन, निल्न सिकाउनु पर्ने हुन्छ नि त, त्यही भएर त्यसमा पनि हामीले ह्याम्पर गरिरहेको हुन्छौँ. अर्को भनेको चाहिँ बेबी सुज. 1 वर्षभन्दा अगाडि वा बच्चा हिँड्नुभन्दा अगाडि हामीले सुज लगाएर राख्यौँ भनेदेखि चाहिँ बच्चाहरूलाई यो हिँड्नको लागि, ब्यालेन्स गर्नको लागि पनि गाह्रो हुन्छ. त्यही भएर सुज इज ओन्ली रिकमेन्डेड आफ्टर यो बेबी स्टार्ट्स वाकिङ. अर्को बेबी वाकरले बच्चालाई चाँडो हिँड्न सहयोग गर्छ भन्ने कुरा चाहिँ एकदम गलत हो. इनफ्याक्ट यसले गर्दा चाहिँ बच्चाहरूमा टो वाकिङ होइन त्यस्तो समस्याहरू चाहिँ उल्टो देखिरहेको हुन्छ. सो इट इज नट रेकमेन्डेड फर यो बेबिज.